vlog after a long time. अनि हेर्नुस् म चाहिँ यहाँ अहिले कहाँ छु अनि यो हो ओखलढुङ्गा अनि हेर्नुस् त्यहाँ हामीहरु ठाउँ पनि ओखलढुङ्गामै छौं मेरो प्यारो ओखलढुङ्गा लेखेको छ त्यहाँ हेर्नुस् यहाँ हुनुहुन्छ हाम्रो बाबा बाबा पनि आजकल भाइ जस्तो भइरहनु भएको छ यहाँ हुनुहुन्छ अनि पर्सनहरु यहाँ पनि नमस्ते भाइ हेर्नुस् यहाँ कस्तो पोल्युसन छ खै यहाँको मेयरको बाल्ने थाले बुझाउनु पर्यो बाल्ने थाले नमस्ते अंकल नो रिएक्सन छ यहाँ गाइजहरु यहाँ चाहिँ फुल सुटिङ चलिरहेको छ भाइ चाहिँ यहाँ मोबाइलको लागि रोइरहेको छ के छ अपु भाइ खेल्ने कुराको मोबाइल भन्दा नि यो भाइ फेरि जहाँ गए पनि खेल्ने कुरा मात्रै माग्छ यहाँ छ एउटा ओखलढुङ्गा होइन उहाँले पनि भ्लग बनाइरहेको भ्लग हो कि यो के सुटिङ हो यहाँ आउनुहुन्छ हाम्रो कुकुरजी सुटिरहनु भएको छ के छ गाइज कुकुरको लागि एउटा लाइक है अब जस्तो नभने त्यस्तो ठुलो युट्युबरहरूले मतलब भन्नुहुन्छ होइन अब म चाहिँ कहिले भन्छु होला त्यही पनि हेर्नुहोस् त्यहाँ लायन छ कि एउटा यस्तो खतरा देखेर यो घर हेर्नु न बबाल छ क्या बबाल डान्स आन्टी त्यहाँ पनि छ है यहाँ यो गीतले नै पुरा भ्लगै बिगारिदिन्छ क्या अनि चाहिँ त्यहाँ पनि मेरो प्यारो ओखलढुङ्गा जहाँ पनि यहाँ मेरो प्यारो ओखलढुङ्गा मात्रै लेखेको छ ब्ला 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 पार्क पनि लेखेको छ ऊ त्यहाँको साइडमा अनि चाहिँ अब बाबाले फेरि अब भाइलाई फकाइदियो के छ भिडियो अन छ नि छ फेरि भ्लग बिग्रेला है अहिले पनि त्यस्तै भएन होइन मैले अघिको सुटिङमा गर्दाखेरि होइन गरेको यत्रो लामो भ्लग बनाएर होइन भ्लगे अनै छैन क्या 100 जना हाँसेर होइन अनि मुस्ताङबाट त्यस्तै भयो त्यही भएर भ्लगै हाल्न अब यहाँ ओखलढुङ्गा आउँदाखेरि चाहिँ बनाउनु पर्ला भनेर होइन मुस्ताङबाट फुल हिमाल हेर्दा टाइम वेस्ट हिमाल मुस्ताङमा चाहिँ बगाल मजा आयो हो भने यहाँ हुनुहुन्छ हाम्रो मम्मीजी हेलो यहाँ हुनुहुन्छ हाम्रो फोटो खिच्नु पर्दैन सन्जय मामा खिच्नु पर्दैन चाहिँ फेरि बडी मात्र बनाएर बस्नुहुन्छ उहाँ चाहिँ धेरै बडी पनि बनाउनु हुन्न है अनि हेर्नुहोस् कस्तो बबाल भ्यू छ क्या हजुर मुस्ताङमा भए भेट यो पाहाडको सट्टै हिमाल हुन्छ त्यही मन जहाँ भयो भने हेर्नु मजा आउँछ नि यो ठाउँबाट ठिक छ सबैजनाले डस्टबिनमा खाएर डस्टबिनमा कसले किन्छ ऊ त्यो ठाउँ चाहिँ राम्रो छैन क्या नो रिएक्सन चलिन्छ नमस्ते आन्टी ओहो उहाँले हाम्रोहरूको फर्स्ट मान्छे अब सेकेन्ड ट्राईमा जेना अर्को मान्छे सेकेन्ड ट्राईमा हाम्रो एउटा मान्छेले नमस्ते गर्नुभयो होइन अब हामीहरू सबैजनालाई होइन बाबा यस्तो गर्नु न होइन म चाहिँ भ्लग बनाएर हिँड्छु होइन उनीहरूलाई पनि सुन्नु होइन अनि त्यसपछि मान्छेहरूलाई नमस्ते गर्दा नि होइन कसले नमस्ते गर्छ हेर्नु है त नयाँ बनाउँ त लगाइ यहाँबाट स्टार्ट है ल भाइ फेरि यहाँ थाले भाइलाई नै नमस्ते गर्नुपर्छ नमस्ते आन्टी ल उहाँले पनि नमस्ते गर्नु फर्स्ट मान्छेले नै नमस्ते होइन फर्स्ट मान्छेले नै रिटर्नमा नमस्ते गर्नुभयो भाइ किन के भयो अपु के भयो खेल्ने कुरा नकिनिदिने रे हो किन रुको त मम्मीहरू र मामालाई पनि सोध्नुपर्छ कि हाल्नु नमस्ते भनेर हेरौँ है त के गर्छ हेरौँ है त के गाइस मैले पज गरेको छु भन्ने होइन अनि के गर्छ हेरौँ है ए बाबा होइन मम्मी र मामालाई हेर्नु मैले पज गरेको छु भन्ने होइन अनि नमस्ते गर्ने होइन उहाँहरूले गर्छ कि गर्दैन हेरौँ है त ओके अघि खिच्नु खेलिरहेको छ भने क्या नमस्ते पहिला गरिहाल्नु न त नमस्ते अङ्कल र उहाँले पनि रिटर्न हान्नुभयो है उहाँ आन्टीलाई हामीहरूले गरिसके जस्तो छ होइन नमस्ते 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 यहाँबाट सबैजनाले गाइज हेर्नुहोस्
यहाँ चाहिँ खै के के गर्दैछ यहाँ चटपटे पानीपुरी लाफिङ पाइन्छ हेर्नुहोस् खतरनाक छ यस्तो खतरनाक पर्छ अरे चटपटे चाहिँ धेरै नै आफम हेर्दाखेरि नै पिरो छ चटपटे पानीपुरी नमस्कार यसरी हामी रुस्काइ अब हामीहरू गइरहेको छौँ धेरै लामो पनि भ्लग नबनाउनु पर्ला होइन 5 मिनेट हामी ओखलढुङ्गा एकदम यो ठाउँ चाहिँ रमाइलो रहेछ यो पुरानो बस्ती नमस्ते नमस्ते भन्दा अब 2 हात खाली नै छैन ए के भयो जाने कि नजाने अब उसलाई एउटा जसो भए पनि एउटा खेलाउन चाहिँ अहिले यो भन्दा नि राम्रो गाडी किन्नु यो भन्दा नि खतरा दामी ठुलो वाला यहाँ चाहिँ मान्छे नभएर भाइलाई खेलाउन पाएन होइन हेर्नुहोस् यहाँ एउटा एटिएम पनि छ फर्स्ट टाइम मैले एउटा गाउँमा एटिएम देखेँ कस्तो खतरनाक यहाँ हामीहरू एउटा म्याम पनि बस्नुहुन्थ्यो के थियो अरे 6 जना म्याम हामीहरूले पनि हेरिरहनु भएको छ भने होइन अब कमेन्ट हालिदिनु न म पनि छु है भनेर स्कुलमा गएर फेरि हान्न नि ओ यहाँबाट ओखलढुङ्गाबाट हेरिरहनु भएको छ भने त्यहाँबाट कुनै घर जोडको छ भने भन्नुहोस् होला म भिजिट गर्न आउँछु अलिक 4 दिन छ 4 दिन 3 अझै 1 दिन गएन यहाँमा हाटै लाग्ने ठाउँ एरिया हो अलि मास्तिर पुगेर यहाँबाट अहिले चाहिँ हामीहरू ठाउँ एक्सप्लेन गरिरहनु भएको छ होइन बजार क्षेत्र गति सिमिट के देखायो सिन्धी चरण नगरपालिका ओखलढुङ्गा अनि अहिले चाहिँ हामीहरूको यो हुन्छ 3rd टर्मिनलको बिदा भइरहेको छ क्या गाडीहरू पनि आइसक्यो हामीहरूको यसपालि त नयाँ पर्फिम हालेको छैन राम्रो पर्फिम हालेको होइन हिजो भर्खर हाले पहिलाको पर्फिमले एकदमै नराम्रो यो वाला पर्फिम होइन हजुरहरूको गाडीको लागि पनि पर्फिम चाहियो भने यो वाला होइन ए सिडको भनेको हो होइन ए रहेछ गाइज आजको भ्लग चाहिँ यो मात्र गरौँ होइन ल बाई गाइज बाई भोलि फेरि अर्को भिडियो हाल्नु ल आजको लागि यति मात्र